यो चाहिँ केरा उचाल्न नसकेर मैले बल्ल बल्ल उचालेको अनि त्यस पछाडि धेरै गरम थियो कि यो केरा चाहिँ अनि त्यस पछाडि मैले चाहिँ यो केरालाई चाहिँ अब बाउको छेउ लगेर दिन्छु अनि पश्चात बाउले चाहिँ फेरि यो केरालाई चाहिँ फेरि काट्नुहुन्छ अनि त्यस पछाडि हामी हेर्छौँ यो केरालाई त्यस पछाडि बाउको छेउमा म जान्छु फेरि अनि बाउको छेउमा गएर चाहिँ म त्यो केरालाई समात्छु बाउले काट्दै हुनुहुन्छ यो केरालाई अनि मैले चाहिँ फर्स्ट टाइम देखेको छु कि यो केरालाई यसरी काट्दो रहेछन् गाउँमा रहेछ फलेको भन्दै मैले उचालेर पनि हेरेछु त्यस पछाडि त्यहाँनिर बहिनीले पनि काउन्ट गर्न भन्दै थियो त्यस पछाडि भदैले पनि उठाउँछ फेरि पनि बुवाले काट्नुहुन्छ त्यो केरालाई चाहिँ त्यस पछाडि हामी फेरि पनि त्यो केराको बोटलाई ढालेको केराको बोटमा जान्छौँ अनि भाइ र भदैले यो त्यो ढालेको बोटलाई उचाल्न खोज्छन् तर पनि सक्दैनन् दुईजनालाई गाह्रो हुन्छ तर पनि फेरि बहिनी जान्छ अनि बहिनीले चाहिँ फेरि म बोलमान हुँ भनेर होइन उठाउनु खोज्छ है अनि मेरो बहिनीले उचाल्छ यसलाई उचाल्छ है मजाले त्यस पछाडि बोकेर लिन्छ स्याक भन्छ होइन भारा दिएर होइन लिन्छ अनि डिम्मै राखिदिन्छ है त्यसो साथी डान्स गर्छ एक चरण ल यस्तै हो है गाउँघरमा फेरि दादा भाइ भदै यहीँ हुनुहुन्छ केरा काट्दै गाई चाहिँ हाम्रो गाउँ यस्तै छ मन पऱ्यो भने कमेन्ट लाइक गरिदिनु होला मेरो भदै